कुनै पनि फिल्म हेर्न पाइरहेको थिइनँ तर आज हेरिसके पछाडि चाहिँ साँच्चै नै हुन्छ नि यो धेरैभन्दा धेरै दर्शकले हेर्नुपर्ने फिल्म बनाएको छ हैन कि मलाई चाहिँ एउटा चिज चाहिँ दर्शक नआएर अलिकति सो कम भयो कि सो कम भएर दर्शकहरू नआएको भन्ने कुरामा चाहिँ अलिकति कन्फ्युज छु म किन भन्दाखेरि मैले आफ्नै क्षेत्रको भनौँ न फिल्म क्षेत्रको चाहिँ कतै पनि त्यति धेरै भनौँ न अलिकति इन्फर्मेसनहरू लिन पाइरहेको थिइनँ क्या सो त्यो भएर पनि हो हैन तर एकदमै चल्नुपर्ने फिल्म म त अब जति पनि यो हुन्छ नि मलाई अहिले हेरिरहने या चिन्नु हुने मान्छेहरू हुनुहुन्छ हैन एकचोटि फिल्म हेर्न आउनुहोस् हैन हेरिसके पछाडि तपाईलाई पछिल्लो 2-3 महिनामा जे चिजहरू भयो हैन त्यो चिज हुनु पछाडिको कारणहरू पनि यहाँबाट थाहा हुन्छ हैन र सबै युथहरूले खोजिरहेको चाहिरहेको चेन्जको बारेमा पनि धेरै कुराहरू थाहा हुन्छ त्यस्तो यसो सुन्दाखेरि चाहिँ यो कस्तो भन्छ अलिकति पोलिटिकल फिल्म हो कि क्या हो भन्ने जस्तो पनि बुझिन्छ हैन त्यस्तो चाहिँ हैन कि यो चाहिँ एकदमै प्योर एउटा समाजभित्रको बस्ने तपाई हाम्रो मान्छेहरू जसले चाहिँ एभ्रीडे लाइफमा भोग्नु परेको समस्याहरूको चाहिँ कथा उठान गरेर हैन अनि जुन यदि तपाई के अरे करप्सनको विरुद्धमा हुनुहुन्छ भने एकचोटि यो फिल्म आएर हेर्नुस्।